कहिलेकाहीँ एचआर स्ट्रक्चरमा चेन्जहरू हुन्छ, तपाईको प्रोसेसहरुमा चेन्जेसहरु आउँछ, ब्रान्डिङ स्ट्र्याटेजीमा चेन्ज आउँछ, मार्केटिङ प्लानमा चेन्ज आउँछ। सो एनीवे त्यो सबै प्रोसेसहरुमा चाहिँ फलो थ्रु गर्नु पर्यो भन्ने किताबले बुझाएको छ। अनि इम्पोर्टेन्ट कुरा अर्को चाहिँ के भन्दाखेरि जब स्ट्र्याटेजी सुरुमा बनाइन्छ सर्टेन एजम्पसनहरु गरिन्छ। एजम्पसन भन्नाले हाम्रो सर्टेन विचार हुन्छ कि संसार यसरी नै चल्छ, मार्केट यसरी नै बिहेभ गर्छ, कन्ज्युमरले यसरी बिहेभ गर्छ, कन्ज्युमरको इन्ट्रेस्ट यस्तो प्रकार छ, स्टाफहरुको साइकोलोजी यस प्रकार छ, अर्गनाइजेसनको बिहेभियर यस प्रकार छ, गभर्नमेन्टको रेगुलेसन यसरी चेन्ज हुँदैन अथवा चेन्ज हुँदैछ, अथवा सेक्टरमा यो इनोभेसन आउँदैछ अथवा आउँदैन भन्ने एजम्पसनमा बनिरहेको हुन्छ। तर ओभर पिरियड अफ टाइम त्यो प्लान बनाएपछि नै के हुन सक्छ भन्दाखेरि स्ट्र्याटेजी चेन्ज हुन सक्छ। किन चेन्ज हुनु पर्ने गर्न सक्छ? बिकज त्यो स्ट्र्याटेजी जुन आधारमा स्ट्र्याटेजी जुन विचारको आधारमा स्ट्र्याटेजी बनाएको थियो त्यो बेसिक एजम्पसन नै चेन्ज भइसकेको हुन्छ। सपोज गभर्नमेन्टले रेगुलेसन ल्याएको थिएन, नयाँ रेगुलेसन ल्यायो, अथवा कन्ज्युमरहरुको चाहिँ कन्जम्पसन सडनली शिफ्ट भयो बिकज एउटा मार्केटमा नयाँ अर्को इनोभेसन भयो, स्टाफहरुमा एउटा चाहिँ नैराश्यता आयो फर एक्जाम्पल, अथवा उनीहरुको कम्पिटिटरहरुको एउटा नयाँ पोलिसीले कारणले गर्दा उनीहरुलाई पनि इन्फ्लुएन्स भएको छ। त्यसपछि यो सर्टेन एउटा हाम्रो मार्केटिङ स्ट्र्याटेजीले ब्याकफायर गर्यो, सर्टेन प्रोडक्टले प्रब्लम क्रिएट गर्यो। That could be, these are all the various problems